तर सपोर्ट चाहिँ किन गराएको भन्दाखेरि चाहिँ यसको सबैले अनुभव गरोस्, आफूलाई को क्रिएटर भयो, म मात्रै होइन, मैले मात्रै गरेको होइन, मेरो भक्तहरूले पनि गरेको काम भनेर चाहिँ को क्रिएटर बनाएको हुन्छ। र तपाईँ हामी चाहिँ को क्रिएटर हो। यथार्थमा हामी गएर हेर्नु हो भने हामीलाई कति स्वरूप कति राम्रो, भर्खरै भाइले भन्नुहुँदै थियो, कति राम्रो चोला, उत्तम चोला बनाउनलाई दिएको छ नि त, होइन? तर वाट इज इनसाइड अस, हामीभित्र चाहिँ के कुरा छ जुन कारणले गर्दा चाहिँ हामी उत्तम चोला बन्यौँ र उत्तम चोलाको अनुभव गर्न सकिरहेको छ, त्यो प्राण शक्ति, होइन? हामीले आफ्नो रूप हेर्नुहोस् त, कति राम्रो राम्रो रूप दिएको छ। चिटिके अझै के भन्छ, छोरी मान्छे झन् वरदान हो, होइन? मानिसको जीवनमा जतै अरू प्राणीहरू हेऱ्यो भने चाहिँ विशेष गरी मेललाई राम्रो दिएको छ अरे। मेललाई चाहिँ ऊ श्रृङ्गार नगरिकन ऊ यसलाई के भन्छ, ऊ अटोमेटिकली त्यो नेचरै देख्छ। जस्तै मजुरलाई हेऱ्यो भने मेल राम्रो, होइन? जे पनि हेर्छु। तर फिमेल हामी मानव चोलामा चाहिँ देवीको स्वरूप दिएको छ नि त छोरी मान्छेलाई, होइन? अब हामीले लिपस्टिक लाउनु मिल्दैन, हामीले लिपस्टिक लगायो भने अर्कै नेचरको एगेन्स्ट भइहाल्यो भनेको। सबै एउटा मैले के भन्नु चाहेको छु भन्दाखेरि चाहिँ जुन चाहिँ क्रिएटरको को क्रिएटर बनाउने उहाँको सिस्टम छ नि, त्यो चाहिँ सबैले बुझ्न सक्दैनौँ। द प्राइमेटल भाइब्रेसन, जब हामी फिजिक्सको क्वान्टम फिजिक्सपट्टि पस्छौँ, म एज अ साइन्स स्टुडेन्ट तपाईँलाई भन्दैछु, क्वान्टम फिजिक्समा गएर 2012को टाइममा गड पार्टिकल भन्ने निकालेर नोबेल प्राइज पनि पाउनुभयो दुईजना साइन्टिस्टहरूले। हो, के भन्यो भन्दा चाहिँ जस्तै जेसुकै गर देयर इज समथिङ साइन्स भन्दा पनि पर छ भनिरहेको छ। तर कतिले के भन्छ, जसले चाहिँ अब एउटा थ्योरिटिकली मात्रै बुझ्नु चाहिरहेको छ, एउटा सिस्टम, एउटा इन्भाइरोमेन्टमा बसेको छ, उसले चाहिँ के भन्दछ भन्दा चाहिँ साइन्सभन्दा फर्दर केही पनि छैन। तर हामीले पढ्यौँ भने, जसरी अहिले हामी धर्मशास्त्र पढाउँदा भेट्छौँ, नपढ्दाखेरि त्यस्तो केही थाहा पनि हुन्थेन, जति सुने त्यति नै हुन्थ्यो। र पढाउँदाखेरि के पायो हुँदैन, देयर इज समथिङ इनसाइड द एटम भन्ने, त्यसले चाहिँ त्यो एटमलाई धारण गरेको छ अरे, अस्तित्व छ। केही कुरालाई अस्तित्व दिनुको लागि चाहिँ एउटा पावर छ भने, त्यो पावर चाहिँ इनर्जी अरे हो। अन्त आइन्स्टाइनले के भनेको रहेछ भन्दाखेरि चाहिँ E = mc², यानि कि इनर्जी चाहिँ कुनै पनि चिजको मास र स्पिड अफ लाइटको चाहिँ स्क्वायर हो, mc² भनेर भनेको रहेछ। देशमा गयो हरेक धर्मशास्त्रले पनि त्यही भनेको छ। द प्राइमेटल भाइब्रेसन चाहिँ एउटा यस्तो खालको इनर्जी हो जसले यो संसारलाई क्रिएट गर्यो। पहिला पनि थियो युनिभर्समा, होइन? देयर कति ठुलो छ हाम्रो यो युनिभर्स, होइन? हामी त त्यो मिल्की वे भित्र पसेको थियो, लाखौँ ग्यालेक्सी भित्रको पनि, मिल्की वे भित्र पनि, भित्रदेखि गएर पनि हामी अर्थमा छौँ। अर्थमा पनि 8 अरब मान्छे, 8 बिलियन भनौँ न, 8 बिलियन मान्छे, 800 करोड मान्छे भित्रमा पनि, सिक्किमको यो जग्गामा 6-7 लाख जनाको जनसङ्ख्याभित्र पनि हामी प्रेमीहरू कति छौँ? अहिले त्यति मात्रै नसुनेर त्यत्रो बेसी प्रेमीहरू हुँदाहुँदै पनि, यो गान्तोकमा यति बेसी मान्छे हुँदाहुँदै पनि यो हलभित्र हामी यति छौँ। अनि यहाँ कुरा भइरहेको छ कि को क्रिएटरको कुरा भइरहेको छ। हामी त को क्रिएटर कसरी जसरी त्यो लट्ठीले थाम्न लगाउनु भएको थियो नि त। आज यो धरातलमा त कहिले पनि धरातललाई टुरो छोडेको छैन भन्छ धर्मशास्त्रले, होइन? र सबैले बुझ्नु सक्दैन पनि भनेको छ। मैले रिसेन्टली एउटा भिडियो अपलोड गरेको थिएँ, त्यसमा जसले लाइन बुझ्छ उसले एङ्गललाई बुझ्छ, र जसले एङ्गललाई बुझ्छ उसले ट्राइङ्गललाई बुझ्छ, र जसले ट्राइङ्गललाई बुझ्छ उसले प्रिजमलाई बुझ्छ, हो? र जसले पोइन्टलाई बुझ्छ, जसले पोइन्ट बुझ्छ उसलाई हामीले एकचोटि प्रिजम हुन्छ, प्रिजममा लाइट लगायो भने 7वटा कलर हुन्छ भन्यो भने त पत्याउँदैन। तर भन्नु इम्पोर्टेन्ट हो, धर्मशास्त्रले त्यही भनेको रहेछ। यो डाइरेक्ट द प्राइमेटल भाइब्रेसनको बारेमा बताएको रहेछ, बताएको छ नि त। तर त्यसलाई खोजी जसले गर्यो त्यसले प्रिजम भेट्छ। हामीले प्र्याक्टिकल गर्दाखेरि हामी त्यो प्याटर्न्स अफ लाइट चाहिँ वेभमा कुद्छ भनेर हामीले फिजिक्समा प्र्याक्टिकल गऱ्यौँ। त्यो लेभल पुग्दाखेरि कलेजमा पुग्यौँ, प्र्याक्टिकल गऱ्यौँ। तर हामी यहाँ के प्रब्लम भइरहेको हुन्छ, बिचरा हामी यो अस्ति हाम्रो सरले भन्नुभयो नि 9वटा भक्तिको बारेमा, 9 भक्तिको बारेमा, होइन? अब हामी यो क्लास वाइज गर्नु पऱ्यो भने पनि हाम्रो पनि आध्यात्ममा पनि क्लास रहेछ, धर्मशास्त्र पढ्नु पनि हाम्रो एउटा क्लास जस्तै हो, अलिकति पनि बुझिन्छ नि त, होइन? अब हामीले पढेर जान्छौँ, फोटोसिन्थेसिस हुन्छ अरे भनेर पढेर गयौँ, यो घामले चाहिँ क्लोरोफिलको सपोर्ट लिएर
पत्ताले चाहिँ क्लोरोफिल हुन्छ, त्यहाँनिर घाम बसेपछि वाटर रुट्सदेखि जान्छ, कार्बन डाइअक्साइड चाहिँ संसारको लिन्छ अनि त्यहाँ फोटोसिन्थेसिस हुन्छ भनेर हामीले पढ्छौँ होइन। तर अब अहिले हामीले भिडियोहरू चेक गऱ्यौँ कस्तो प्रकारले हुन्छ भने लाइभ हामी देख्छौँ त कसरी भएको रहेछ, कसरी एक्सचेन्ज भइरहेको छ, स्टोमाटा कसरी आउँछ होइन। त्यो र जसरी मैले पनि हेरेँ प्रिजममा लाइट हामीले लाउँदा हेर्दाखेरि कलर गएको देख्यो, स्पेक्ट्रम हामीले देख्यौँ। त्यो नेचुरल फिनोमेनामा हेऱ्यो भने इन्द्रनी बन्ने जस्तै हो, हामी इन्द्रधनुष भन्ने त्यो हो। जहिले पनि लाइटको घामको अपोजिट साइडमा बनिन्छ, किनकि घामदेखि बिचमा चाहिँ एउटा प्रिजम बन्छ, त्यो प्रिजमदेखि यता। र हाम्रो त्यो घाम चाहिँ को हो त भन्दा चाहिँ समयको तत्त्वदर्शी महापुरुष चाहिँ त्यो घामबाट हुन्छ नि त। हाम्रोदेखि के निकाल्ने, कुन कुन कलरको निकाल्ने, कुन कुन वेबसाइट, कुन कुन के भन्छ वेभलेन्थको लाइटको रिफ्लेक्सन गराउने, सबै कुरा त्यहाँ हुन्छ नि त होइन। हामी डेप्थ एनालाइसिस जानु पऱ्यो भने खोज्नु पऱ्यो। रियालिटी पनि यही हो। यहाँ मैले भने त यसरी केही एउटा लाइट लगाइदिउँ, अब यस्तो खालको यन्त्र हुनु जसमा चाहिँ त्यो भित्रको डिटेक्सन मात्रै चाल पाउने, बाहिर केही नपाउने। जसरी एउटा एक्सरे गर्दाखेरि त्यसको भित्रको हड्डी बोन्सलाई पनि देख्छ नि, त्यस्तै खालको लाउनु भने नि हामी त एउटा लाइट हो। त्यो लाइटले नै यति राम्रो प्रक्रिया गरिरहेको छ, काम गरिरहेको छ। त्यो चाहिँ प्राइमेरी भाइब्रेसन हो, त्यो चाहिँ आदि स्पन्दन हो। र त्यसलाई नै सन्त जोनले के भन्नुभयो भन्दा इन द बिगिनिङ वाज द वर्ड, द्याट वर्ड वाज गड। अब तिनवटा शब्द भन्थ्यो, के भनेको छ भने एउटा शब्द थियो पहिला, संसारको सुरुमा शब्द थियो, तर शब्द यो जुन चाहिँ पढ्दै जुन चाहिँ मैले भन्दैछु बाइबलको कुरा फर्स्ट पेजमा छ टेस्टामेन्टको। र तर त्यो बाइबल मैले खण्डन गर्नु खोजेन, रियालिटीको कुरा गर्दैछु। हाम्रो धर्म सबैको धर्मशास्त्र छ, त्यो बाइबलमा त्यो इन द बिगिनिङ INTH द भन्ने कुरा त भर्खर मात्रै आएको नि त होइन। बाइबलको यो नै सुरुवातै कहिले भयो भन्दा आजभन्दा 2025 आज 26 थाल्यो, 2026मा त बनियो। त्यतिखेर जिजस आउनुभयो, त्यस उसकै बारेमा उहाँले गाएको गुणगानको बारेमा लेखेको त हो बाइबल यथार्थमा बुझ्नु भने। तर त्यहाँ चाहिँ ज्ञान कसको गुण गाएको छ भन्दाखेरि यही प्राइमेरी भाइब्रेसन गुण गाएको छ। अनि गड इज लाइट इन हिम देयर इज नो डार्कनेस पनि भन्यो। र के हुँदो रहेछ भन्दा हामीले गडलाई नजान्दाखेरि चाहिँ अन्धकार त्यहाँ आउँदो रहेछ नि त, न त घामको अगाडि अँध्यारै छैन भनेछ नि त होइन। अन्धकार चाहिँ के रहेछ भन्दाखेरि चाहिँ एब्सेन्स अफ लाइट रहेछ नि त। अब म जब यहाँ आउनुभन्दा पहिला भगवान खोज्दै थिएँ त्यतिखेर म अन्धकारमा थिएँ। मलाई याद थिएन भगवान्को त्यो सङ्कट मोचनमा पऱ्यो हनुमान, त्यसरी नै सिस्टमै म आएको नि त। धेरै संस्थासँग पनि गएँ, त्यहाँ पनि पाइन्छ कि होइन, शास्त्रहरू पनि पढ्थेँ। अब बेसी त्यस्तो शास्त्र पाइँदैन थियो जसरी यहाँ पाइन्छ। अनि पढ्दा त्यहाँ पल्ट भेट्यो, त्यहाँनिर लाइटको अगाडि चाहिँ एउटा त्यो बाल्नु अरे, त्योलाई हेर्नु अरे, त्यही नै लाइट भगवान्भित्र पस्छ अरे। त फेरि मैले अर्को बादमा आएर बुझेँ गडलाई देख्नुको लागि यो आँखा देख्दैन, अर्को आँखा चाहिन्छ। फेरि यो आँखा फुटाउनु भनेको म होइन भन्छ फेरि हो। अनि ब्रह्मानन्द सन्तले लेखे जस्तो महात्माजी लेखे जस्तो अजरज देखा भारी सधु अजरज देखा भारी, अचम्मको कुरा देखेँ अब त्यो कुरा यथार्थलाई बुझ्नुको लागि त्यो लाइट हामीभित्र पाइयो भने चाहिँ सबै कुरा क्लियर। जति पनि यहाँ जिज्ञासुहरू हुनुहुन्छ एकदम क्लियर हुन्छ। तपाईँहरू कन्टिन्युस आउनु, यो प्रक्रिया हो। एकैचोटि मैले पनि तालुङ कलेजमा गएर ल्याबमा पस्ने मौका पाइनँ नि। ल्याबमा पसेर गएर लाइट चाहिँ वेबमा कुद्छ, प्रिजमदेखि लाइट ट्रान्सफर गरेको चाहिँ 7वटा कलर हुन्छ भन्ने मैले सानो क्लासमा पाएको होइन, 1 2 3मा पाएको होइन नि त। त्यो लेभलमा पुगेर पाएँ भनेपछि अब यो जुन तपाईँहरू आउनु भएको छ राम्रो जग्गामा एडमिसन भएको छ हो। अब यहाँ सिस्टम फेरि प्र्याक्टिकल पनि दिनै नै आउँछ त, समय आउँछ। अब अहिले भर्खर जोइन गर्ने कलेजमा पनि पढिरहनु भएको छ होइन, भाइहरूले जति पढ्नु भयो हामी पढिरहेको भाइले एकैचोटि एडमिसन हुने दिनै त एक्जाम हुँदैन नि त। एडमिसन हुने दिनै त तपाईँले डिग्री पाउने होइन नि त। टाइम लाग्छ नि, अलिकति समय लाग्छ, सिस्टममा पढ्दै जानु पऱ्यो। एब्सेन्ट पनि बस्नु भएन, एब्सेन्ट बस्यो भने त मिस भइहाल्यो होइन। कोसिस गर्नु पऱ्यो एब्सेन्ट नबस्नुको लागि नै, र जानु पऱ्यो कन्टिन्युस। र यो समयमा डेट तोकिन्छ कि यो डेटमा चाहिँ तिमीहरूको प्र्याक्टिकल छ। अब प्र्याक्टिकल के हुन्छ भन्दाखेरि चाहिँ हामीले भक्कु त्यो प्र्याक्टिकल पेपरमा खातामा लेखेको हुन्छ एक्सपेरिमेन्टहरू जसले थियो हामीले रटेर जानु पऱ्यो। किनभने बुझ्नु त त्यहाँनिर प्र्याक्टिकल भएकै हुँदैन, कसरी बुझ्नु, रट्नु पऱ्यो। यस्तो हुन्छ अरे भनेर एउटा हामीले एउटा कथा जस्तो टक्कै याद गरिरहेको हुन्छ। अनि टक्कै प्र्याक्टिकल क्लासमा पुगेपछि चाहिँ प्रयोगशालामा पुगेपछि
त्यो पाइन्छ, लेखिन्छ, जे जे लेखेको छ त्यहाँ एपरेटस त्यही त्यही भेटिन्छ। त्यो एउटा प्रिजम पनि छ, प्रिजम 3Dमा छ होइन, प्रिजम पनि छ। अनि त्यो प्रिजम यसो गर्नुपर्छ, वाइट लाइट त्यहाँदेखि छोड्नुपर्छ, लाइट सबै बन्द गरेको हुन्छ। लाइट बन्द गरेपछि त्यो लाइट गर्दाखेरि चाहिँ अर्को साइडदेखि निस्किँदा डिस्पर्सन भएर निस्किन्छ र लाइटको 7वटा कलर हुन्छ भनेर भनेको हुन्छ। लेखेको पनि टक्कै मिल्छ दुईपट्टि हो, दुईपट्टि टक्कै मिल्यो भने चाहिँ के हुन्छ भन्दा चाहिँ यस पक्का थाहा हुन्छ नि त। त्यहाँदेखि अरू त सबै बुझिहाल्छ नि त। यो वाइट लाइटमा 7वटा कलर छ भन्दा त मान्छे डाइरेक्ट नपर्थ्यो होला नि त, तर प्रिजमदेखि पास गरेर त निस्क्यो होइन। र यो प्राइमेरियल भाइब्रेसनमा 4टा फर्म छ नि त, जो तपाईँभित्र छ नि। 4टा फर्म कतिखेर हुन्छ जब त्यसलाई प्र्याक्टिकलमा हामी बस्छौँ। त्यो स्पन्दन भनेको भाइब्रेसन, जब हामी यसको फ्रिक्वेन्सी चेन्ज गर्छौँ यसले साउन्डको फर्म लिन्छ। यो साउन्ड पनि इनर्जी हो होइन, लाइट पनि त इनर्जी हो। अब यसलाई अझै फ्रिक्वेन्सी चेन्ज गर्यो। यो ऋषि मुनिहरूले लेखेको हो नि त, उहाँले अनुभव गरेर लेखेको हो, हामीले पनि त्यो अनुभव गर्न सक्छौँ। अमृत पानमा कन्भर्ट लिक्विडको फर्म भयो होइन, लाइटको फर्म पायो, अमृत पान पनि पायो, लिक्विडको फर्म पनि पायो, साउन्डको फर्म पनि पायो। अन्त अर्को एउटा त मूल छँदैछ। वाट इज द्याट मूल भन्दा मेन चाहिँ के भन्दा प्राइमेरियल भाइब्रेसन। त्यही भाइब्रेसनले अहिले यो समय बित्दै गरेको मलाई आज्ञा भएको छ 10 मिनटको टाइम दिनुभएको छ नि होइन, 10 मिनटको टाइम भयो। तर यो 10 मिनटको टाइम कसले अनुभव गर्यो? कसलाई लाग्दैछ कि राजकुमार भाइ अथवा दाजु भाइ जो पनि भन्नुहोस्, प्रेमीजी अगाडि आउनुभयो, 10 मिनट बित्यो त समय। अब मैले सम्झाइ तपाईँहरूलाई लाग्दैछ कि म 10 मिनट त भयो। कतिजनालाई के लाग्दैछ, अलिक छिटो गरिदिएको पनि हुन्थ्यो पनि हुन्छ, अझै भनिदिएको पनि हुन्थ्यो नि पनि भइरहेको हुन्छ। त्यो चाहिँ के हो भन्दा डिपेन्ड अफ द भोइड हुन्छ कि। क्लास 11मा त्यो इलेक्ट्रोन्सहरू पनि हुँदा त्यो इनर्जी लेभल हुन्छ, त्योहरू पढाएको छ। कुनै दिन आउँदा म त्यसको बारेमा पनि बताउँछु। तर त्यो इलेक्ट्रोनलाई जुन इनर्जी मैले इलेक्ट्रोनको कुरा गर्दैछु, त्यसलाई घुमाउने पनि त्यही इलेक्ट्रोन हो, त्यो इलेक्ट्रोनलाई घुमाउने पनि त्यही शक्ति हो, र मलाई यो बोलाउँदै गर्ने पनि त्यही शक्ति हो। जो तपाईँहरू सुन्नुहुँदैछ त्यो सुन्ने एउटा दिइरहेको छ नि सबै व्यक्ति पनि त्यही शक्ति हो, जो स्वयं समयको तत्त्वदर्शी महापुरुषलाई चलाइरहेको छ त्यही शक्ति हो। र पहिला यो संसार सुरु हुनुभन्दा पहिला थियो त्यही शक्ति। बिग ब्याङमा पनि यही शक्तिले गर्यो र आउँदो दिनमा जति पनि घटना घट्छ यही शक्ति। तर यो शक्तिलाई नियन्त्रणमा राख्ने सल्युसन चाहिँ कहाँबाट पाइन्छ त, चाबी चाहिँ कहाँबाट पाइन्छ त भन्दा समयको तत्त्वदर्शी महापुरुषको द्वारमा आउनै पर्छ। र महाराजजीलाई उहाँको स्वरूप देख्नको लागि यो ज्ञान हुनै पर्छ, नभए त यो मान्छे हुन त मान्छेकै स्वरूपमा आउनुभयो, तर उहाँ मान्छे अब जब उहाँलाई चिनिसकेपछि उहाँ मान्छे मात्रै रहनुहुन्न नि त। हुन त भगवान् राम पनि भगवान् कृष्ण पनि उहाँहरू राजा शासन चलाएर आउनुभयो, उहाँहरूले राजाको प्रजा थियो, उहाँको पनि राजाकै सिस्टममा आउनुभयो, उहाँको पनि पावर थियो। उहाँले पोलिटिक्समा पसेर प्रजालाई हेर्नु भएको थियो हो। यो हरेक समयमा आउँदाखेरि उसले सबैलाई समेट्ने म पावरसँग आएको हुन्छु नि भनेको छ। र कल्की अवतारमा पावरको पनि कुरा गरेको छ होइन। पावर कसरी कुरा गरेको छ भने कल्की अवतार चाहिँ यहीँ तल हाम्रो यो ठाकुरबाडी मन्दिरमा जानुभयो भने कल्की अवतारमा के लेख्छ भन्दाखेरि चाहिँ एउटा तलवार बोकेर होइन घोडामाथि चढेर कल्की अवतार यो हुन्छ भन्ने प्रेडिक्सनको देखाइरहेको छ। तपाईँहरू जानु भने यता साइडमा हेर्नु 10वटा विष्णु भगवानको अवतारमा त्यो देखाएको छ। तर महाराजसँग चाहिँ कसरी जुड्दैछ, कसरी मिल्दैछ भन्ने कुरा प्रश्न त उठ्छ होइन। मैले कसरी बुझिहालेँ भन्दाखेरि चाहिँ अहिलेको समयको पावर चाहिँ के रहेछ भन्दा पोलिटिक्स इज द पावर। उहाँकोमा पावर छ र उहाँकोमा त्यो तरवार चाहिँ के छ जसले सबैलाई फिनिस गर्दैछ, एभ्रिथिङलाई, काम क्रोध मोह लोभ जति जे पनि भन्छौँ हामी, त्यो सँगसँगै हाम्रो अहङ्कारहरू जति पनि जे छ नि सबैलाई खतम के गर्दैछ। र जो चाहिँ यो दरबारमा जोडेर राम्रोसँगले सिस्टममा बसेछ त्यो व्यक्तिको जस्तै परिस्थिति पनि सल्युसन भइरहेछ। त्यो मान्छेले त त्यो व्यक्तिले त्यो प्रेमीले त माथिलाई हेर्दाखेरि आँखाभरि आँसु तर खुसीको आँसु आइरहेको छ। डल्लै ब्रह्मा विष्णु महेश डल्लै डिस्ट्रोय गरेको छ नि त मैले भनेपछि त्यो शक्ति छ। यति क्लियर गर्नुहोस्, महाराजजी चाहिँ अहिलेको समयमा पोलिटिक्समा बसेर काम गर्नुको उद्देश्य एकदमै कम्तीले बुझ्छ र तेरा सतचित आनन्द कोही रूप कोही जानेर भनेर भजन सुन्छ, त्यही कुराहरू हो।
र उहाँले गरेको काम मिस्टेक हुनै सक्दैन र उहाँले जो प्रेमी उहाँको आज्ञामा बस्छ, उहाँको सिस्टममा बसेको छ, त्यो व्यक्ति नराम्रोमा जाँदै जाँदैन। अन्तिममा जाँदा त के भन्न चाहन्छु भन्दा यो युथलाई विशेष गरी सानो नानीहरूदेखि जब यी बालसभाको नानीहरू हुन्छ, हामी जति पनि युथहरू अहिले हाम्रै समाजमा पनि धेरै जग्गामा धेरै जग्गा युथहरू चाहिँ किन भड्किँदैछ, उनीहरूलाई किन प्रब्लम हुँदैछ भन्दाखेरि चाहिँ जब 12 वर्ष पुग्दाखेरि चाहिँ उहाँले उपनयन संस्कार पाउनु पर्थ्यो। जसरी मैले पनि उपनयन संस्कार गरेको छु, जनेऊ धारण गर्ने सिस्टम, त्यसमै चाहिँ भर्गो ज्योतिको ध्यान गर्छु भनेर गायत्री मन्त्र सिकाइन्छ, ओम भूर्भुवः स्वः भनेर सिकाइन्छ। यो चाहिँ व्यक्ति स्वयं मेललाई मात्रै थिएन, यो वैदिक सनातन धर्मको कुरा गर्नु पऱ्यो भने चाहिँ मेल फिमेल दुइटैलाई थियो। किन जरुरत थियो भन्दाखेरि जब उसले त्यो गर्भमा गरेको ध्यान थियो, जुन गर्भमा पनि थियो नि त, गर्भमा साइन्समा जानु भने प्लेसेन्टा भन्ने एउटा टिस्युको टिस्यु भन्छ, जसले चाहिँ मदरको होममा त्यो नानी सानो बढ्दै गरेको नानीलाई फ्युटसलाई चाहिँ खाना दिने काम र त्यहाँदेखि भएको वेस्ट लाने काम त्यसले गर्छ, किन त्यसलाई साथी पनि भनिन्छ हो। त्यसभित्र त्यहाँको थ्रुबाट चाहिँ जुन चाहिँ एउटा सिस्टम क्रिएट भएको छ, त्यो पनि एउटा डेप्थको त्यो गर्भ पुराणमा यसको बारेमा डिटेलमा लेखेको रहेछ। गर्भज्ञानको कुरा, त्यो कुनै दिन समयमा हामी हेर्नेछौँ, तपाईँहरू पढ्नुभयो भने एकदमै राम्रो होइन। र त्यतिखेर चाहिँ नानीले 6 मन्थदेखि उता चाहिँ त्यो लाइटको दर्शन गरेको रहेछ। त्यही भएर हेर्नुहोस्, रियालिटीको कुरा गर्दैछ, लाइटको अनि साउन्डको पनि रहेछ। कसरी हामी अनुभव गर्न सकिन्छ भन्दा नानी रोइदियो भने हामी के बजाउँछौँ, के टिङ 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 बजाउँछौँ। नानीको कोखरोको छेउमा एउटा जुन नलिदिएको हुन्छ त्यसमा के हुन्छ, त्यो बद्ने नै हुन्छ। नानीलाई कहिले पनि अँध्यारोमा राख्दैन, अँध्यारो भयो भने नानी रोइहाल्छ, लाइट चाहियो भनेको। त्यो जुन चाहिँ भित्र मदर होममा जुन इन्भाइरोमेन्ट भएको थियो, त्यही खालको इन्भाइरोमेन्ट हामीले बाहिर बनाइदियो भने त्यो नानी रुँदैन। उसलाई हामीले भजनको कुरा गऱ्यौँ, सत्सङ्गको कुरा गऱ्यौँ भने आनन्दले बस्न थालिहाल्छ। म त हस्पिटलतिर जाँदा कति विचार पनि गर्छु, त्यतिखेर नानी रोइरहेको बेलामा गएर चाहिँ भगवान्को कुराहरू के गऱ्यो भने त्यो नानी भइहाल्छ। लिभिङ इक्जाम्पल। अस्ति हामी माथि चाहिँ हामी सबैजना माथि विकास दाजुकोमा गएको थियौँ, त्यो जुन सत्सङ्ग थियो, त्यो टाइममा एकजना नानी यति बेसी हल्ला भइरहेको थियो, बिचरा त्यो कराइरहेको थियो। त्यत्तिकै जब सत्सङ्ग सुरु भयो, एकछिनदेखि उसले जो भनेको कुरा पायो, एकछिनमा यति आनन्दले बसेको। लिभिङ इक्जाम्पल, किनकि भित्र कनेक्सन छ नि त। जब ऊ जन्मियो, त्यसलाई अमृत भनेन, त्यहाँभित्र त आमाले खाएको पानी घुटुकै त उसले लिँदैन नि, आमा जस्तो चाहिँ खाएको त्यो पुगेन नि, उसले अमृत पान गरेको थियो। मैले लान खोजेको साइन्स, विज्ञान र यो स्पिरिचुअलिटीको कनेक्ट गराउन खोजेको, जब जन्म हुन्छ नानीको, तब ऊ म्याक्सिमम् सुत्नुको कारण के भन्दा ऊ टक्कै ध्यान सुनेर बसेको हुँदो रहेछ हो। अब आउँदो दिनमा हामी अझै हाम्रो कुराहरू गर्ने नै छौँ होइन, खुसीको कुराहरू छ। र अहिले अस्ति कसैले मैले भनेको, प्रेमीले भनेको सुनेको, हाम्रो नानीले त अहिलेदेखि ध्यान बस्छ, उसको त लागिराखेको हुन्छ नि ध्यानमा भन्ने खालको मैले चाहिँ कताबाट। तर जब त्यो उसले कोसिस चाहिँ गरिरहेको हुँदो रहेछ, नानीले नि सबै कोसिस गर्छ। विचार गर्नुहोस्, अब मसिनो नानीहरू 7-8 वर्षको 9 वर्षको नानीहरू विचार गर्नुहोस्, त पुरा सत्सङतिर जानु मन पराउनु खोज्छ, मन्दिरतिर जानु, घन्टी बजाउनु खोज्नु चाहन्छ। तर जब 12 वर्ष पुग्छ नि, त्यो नानीहरू हेर्नुहोस् त, जसले सही जग्गा पाएन त्यो नानीले के हुन्छ भन्दाखेरि चाहिँ बित्थाको लाग्नु थाल्छ, होइन कि जस्तो लाग्नु थाल्छ। र ऊ बिस्तारै बिस्तारै टाढिनु थाल्छ, उसलाई मन पर्ने भगवान् छ कि छैन, उसलाई विश्वासै हट्दै जान्छ। त्यतिखेर चाहिँ के गरे, वैदिक सनातन धर्म, मानव धर्म, पहिल्यैदेखि चाहिँ राज ऋषिहरूले जति पनि ऋषिमुनिहरूले के गर्नुहुन्थ्यो भन्दा उपनयन संस्कार, एउटा संस्कार, 16 संस्कारभित्रमा अर्को एउटा संस्कार चाहिँ उपनयन संस्कार पनि हो। उपनयन संस्कार चाहिँ गरिदिन्थ्यो 12 वर्षमा। त्यतिखेर जनै दिने सिस्टम थियो। त्यो जनैमा चाहिँ जनै दिँदाखेरि चाहिँ भर्गो दिवस धीमहि भन्ने दिने सिस्टम। अहिले त्यो चाहिँ बाहिरी मात्रै बोक्रा मात्रै भएको छ। त्यतिखेर चाहिँ प्र्याक्टिकल 4टा खेल दिन्थ्यो, धर्मशास्त्रमा मेन्सन छ। अनि गरुड पुराण मैले फेरि पनि अस्ति पढेको थिएँ, गरुड पुराण त्यही कुरा गर्छ। र त्यो 4टा ज्ञान दिइसकेपछि के हुन्छ भन्दा उसले जुन चाहिँ पहिला खोजिरहेको नाम पायो, उसले खोजिरहेको त्यो लाइट पायो, खोजिरहेको त्यो धुन पायो, अन्त ऊ आनन्द भयो। र ऊ चाहिँ कहिले पनि नराम्रो बाटोमा जान सक्दैन भनेछ। तर विचार गर्नुहोस्, अहिलेको युगमा, अहिलेको जग्गामा जसले यो जग्गा पाएन, जसले त्यो तत्त्व ज्ञानलाई पाएन, त्यो व्यक्तिहरू नै बिग्रिरहेको छ। उसले जनै पनि लगाइरहेको छ, खानेकुरा पनि खाइरहेको छ, जेसुकै गरिरहेको छ। भनेको के भयो भन्दा त्यहाँ
थ्योरिटिकल मात्रै त्यो पायो। उयसमा प्रिजनबाट लाइट जान्छ भन्दाखेरि चाहिँ उसले त्यो उगौली हेर्दा छ त त्यहाँ लाइट जान्छ मान्छे भन्ने दाजुले भएन। र मान्छे दाजुलाई यो भनिरहेको छ जग्गा दोकानमा चाहिँ ल्याइदिनु यस्तो भनेर। जग्गा छ। यो जग्गामा त्यो प्र्याक्टिकल ज्ञान त्यो किन तपाईँहरूलाई मिठो लाग्छ? मैले बोलेका कुराहरू यत्रो लामो हुँदैछ र पनि तपाईँहरू जतिजनालाई मिठो लाग्दैछ नि, साँच्चीकै यथार्थको कुरा गर्नुहुँदैछ भाइले, गर्दैछ भाइले भन्नुहुँदैछ नि, तपाईँहरू काहीँ न काहीँ कनेक्ट हुनुहुन्छ। ज्ञान पाएर मात्रै पनि हुँदैन है, पटक्कै हुँदैन। जोइन मात्रै कलेज जोइन मात्रै गरेर हुँदैन त। बहिनी नजाँदा पनि हुन्थ्यो नि, बहिनीले कलेज जोइन नगरेर त्यतिकै बस्दा डिग्री पायो। जानु पऱ्यो, सिस्टम छ, गर्नु पऱ्यो, खट्नु पऱ्यो, अनि मात्रै त्यो एसेन्स बुझिन्छ। त्यस्तै हो। र अन्तिममा म के भन्न चाहन्छु भन्दा हामी चाहिँ को क्रिएटर हौँ। सारा संसारमा सद्भावना फैलाउनु छ गर्ने त्यही शक्ति हो। महाराजजीको स्वरूप तपाईँले चिन्नुहुन्छ, धेरैले चिनिसक्नु भएको छ। र उहाँसँग मिलेर सारा संसारमा हामीले सद्भावनाको लहर फैलाउनु छ, अंशको पेज फैलाउनु छ र सबैलाई हामी डोर्याउनु छ। र सारा संसारमा सद्भावना फैलोस्, सबै भवन्तु सुखिनो भन्छ, सबैको सुख होस्, सबैलाई राम्रो होस्, सबैको मङ्गल होस् भन्दै आउँदो दिनमा म पक्कै भेट्नेछु। निमित्त पक्कै भेट्नेछु। म यहाँदेखि बोल्दैछु, हुन त निमित्त हो, कृपाले बेगर हुँदै हुँदैन। निमित्त बनाएर म कुनै दिन तपाईँसँग फेरि भेट्छु र आउँ हामी मिलेर सारा संसारमा सद्भावना फैलाउँ। श्री सद्गुरुदेव महाराज की जय, जगत जननी श्री माता जी की जय।